कोही यहाँ पानी उम्रिँदैन यहाँतिर त अनि बर्खा मात्रै घनघोर जङ्गल जङ्गलमा फेरि हराए जस्तो छ म फेरि बाटो भुलेँ बाटो भुलेको भन्दा पनि कस्तो भयो भन्दाखेरि हेलो गुड मर्निङ अहिले चाहिँ बिहानको भइसकेको छ 7 बजिसकेको रहेछ थाहै पाएन म चाहिँ सुतेको सुतै ओके बाहिरतिर कस्तो छ मलाई थाहा छैन अहिले चाहिँ बादल छ या काम छ काम लागिसक्यो रहेछ मार्मिङ झाङदाङ यो चाहिँ नेस्केफेको चाहिँ कफी हो होइन अल इन वान यसमा सबै हुन्छ यो चाहिँ मार्केटमा 15 रुपियाँको पाउँछ बस यसरी यसमा हालिदियो पाउडर अनि त्यसपछि गरम पानी हट वाटर होइन यसरी यसमा हालिदिएपछि देन यो चाहिँ भयो अब यसलाई चाहिँ लगाइहालौँ है यो चाहिँ चना हो बस यसलाई चाहिँ हल्का यसरी मिक्स गर्ने एन्ड यो चिया भइहाल्यो चिया नै कफी नास्ता भइसक्यो एन्ड नास्ता खाँदा खाँदै होइन म सोचिरहेको थिएँ कि म चाहिँ 2-3 दिनबाट चाहिँ नेटवर्क जोनमा छैन होइन एन्ड हामीहरू लास्ट जेनेरेसन होला होइन जो नेटवर्क जोनमा छैन नो नेटवर्क जोनमा छु भन्नेवाला मान्छे कि किनभने यसरी अब डेभलप भइरहेछ टेक्नोलोजीको स्टारलिङ्क जस्तो भइहाल्यो या अरू नि हाइपर लिङ्क आई डोन्ट नो के भन्छ होइन गुगलले पनि उ गरिरहेछ आई डोन्ट नो बट त्यस्तरी टेक्नोलोजी चाहिँ अगाडितिर यसरी बढ्दैछ होइन द्रुत गतिमा सायद लास्ट हामीहरू हाम्रो जेनेरेसन चाहिँ लास्ट होला जो नो नेटवर्क जोनमा बस्छ क्या मलाई यस्तै लाग्यो होइन खोइ थाहा भएन है मेबी हुनसक्छ एन्ड अब चाहिँ यहाँबाट अगाडितिर निस्किनु पऱ्यो टेन्ट समेटेर एन्ड अहिले चाहिँ बजिसक्यो टाइम चाहिँ कति भयो भन्दाखेरि 7:30 भइसक्यो यता हेरिरहेको छु है 7:36 भइसक्यो अब चाहिँ अगाडितिर बढ्नु पऱ्यो एन्ड चौरी गाईहरू पनि उता चर्न लगाइसके एन्ड लेट्स गो यो ठाउँ कुन हो यो मार्मिङ जाँदा के अरे मार्मिङ जाँदा त्यो सिन्धुपाल्चोकको बटोकोसी गाउँपालिका वार्ड नम्बर 5 मार्मिङ जाँदा ए अनि उहाँ चाहिँ उहाँको त्यहाँ गोठ छ होइन भेडाहरू ल्याउनु भएको छ चौरी गाईहरू ल्याएर सबै यहीँ चराउनुहुन्छ हजुरले होइन हजुर एक्लै ए डर लाग्दैन डर लाग्छ नि भाग आउँछ भालु आउँछ बाघ आउँछ भालु आउँछ तर म चाहिँ फेरि यतै बसिरहेको छु हिजो चाहिँ डर लागेन होला त्यसो भए साथी भयो नि हिजो साथी भयो छिमेकी भयो नि हिजो छिमेकी भयो होइन साथी भएपछि आँट आउँछ नि त आँट आउँछ अनि त्यही हो मैले चाहिँ उहाँले भनेर पानी यता छ भनेर यता बसेको नत्र त म अगाडि जान्थेँ अब कहाँ बिचल्ली पर्थ्यो मेरो थाहै हुन्न होइन माथितिर पानी थिएन नि पानी थिएन त्यो फेरि अब रात पर्न लागेको थियो अनि त्यही भएर चाहिँ मैले यतै क्याम्पिङ गरेँ हिजो उहाँले भनेर हजुर घर चाहिँ कता उस्तै मेरो बटोकोसी गाउँपालिका वार्ड नम्बर 5 गुल्ची यो कुन गाउँपालिका बटोकोसी गाउँपालिका यो भोटेकोसी नै हो यो कति वडा कति पऱ्यो 5 वडा भोटेकोसी गाउँपालिका भनेपछि यो भोटेकोसी भन्दा यतातिरको पुरै भोटेकोसी गाउँपालिकै होला यो तलतिर जो देखिरहेको थियो त्यो नै योभन्दा उता चाहिँ नगरपालिका 12 विषय ए 12 विषय त्यो यो डाँडाभन्दा उतापट्टि ए यो डिलको उतापट्टि चाहिँ 12 विषय गाउँपालिका नगरपालिका त्यो नगरपालिका ए यतातिरको चाहिँ गाउँपालिका ए त्यही हो अनि अब चाहिँ यो क्याम्प एकट्ठा गरेर अब हिँड्ने अगाडितिर यस्तै रोड छ यता तलसम्म छ रोड अनि त्यो रातो चिन्ह त्यहाँ छ त्यही हेर्दै जाने अनि तल त्यो दुईटा छ यो डिलै त अब 12 विषय उता नगरमा झाट्ने कि यता गाउँपालिकाको 12 गाउँपालिका हुँदै उन्दो चाकु झाट्ने त्यहाँ दुईटा उ छ दिलबार यता जऱ्यो भने 12 पुग्यो
उता ढिलै गयो भने उता यो सागको नयाँ पुल यो मान्द्रे भन्ने कहाँ हो त? मान्द्रा भन्नेमा नि पुग्छ त्यो यो त नगरपालिका पर्छ। ए मान्द्रे नगरपालिका पर्छ। मान्द्राभन्दा उन्दो चाहिँ तल चाहिँ के भन्छ त्यो बोर्डर लाइन हो त्यहाँ पुग्छ। त्यहाँ अनि अरनिको राजमार्ग छ नि त त्यो चाइना तिब्बत जोड्ने। ए हामीहरू चाहिँ उहाँको चाहिँ मोबाइल हल्का बिग्रेको रहेछ। हजुर। अनि यहाँनिर चाहिँ इन्टरनेट उहाँको चाहिँ इन्टरनेट चलाउने ठाउँ यहीँ रहेछ यहाँनिर होइन। हजुर। यहाँनिर आएर चाहिँ उहाँले इन्टरनेट चलाउनु हुँदो रहेछ। अनि यहाँनिर आएर चाहिँ बनाइयो। अब चाहिँ म चाहिँ यहाँबाट अगाडितिर निस्किन लाएँ। अब उहाँ चाहिँ अब यहीँ बस्ने मान्छे अब यहीँ बस्नुहुन्छ होइन। अनि ल त हुन्छ हस् म चाहिँ हिँडेको अब यतै आरामले हिँड्छु होइन। हजुर नि आरामले बस्नु होला नानी। अनि यस्तो लट्ठी दिइराख्नु भयो मलाई राम्रो लाग्यो खुसी लाग्यो। अनि ऊ लट्ठी मसँग 2टा लट्ठी थिए उहाँलाई चाहिँ एउटा लट्ठी मलाई दिएर जानु भने म चाहिँ एउटा फेरि यता बोकेर हिँड्दा थिएँ त्यही भएर चाहिँ एउटा उहाँलाई दिएर नानी पछि आउँदाखेरि मलाई एउटा सोलर हुन्छ भइहाल्छ। राम्रो खालको आउने भएपछि चाहिँ पक्का हो। अब त्यति चान्स चाहिँ कमै छ फेरि आउने त्यही हो। नम्बर लिइरहेको छ म कन्ट्याक्ट गरिहाल्छु नि हजुरलाई। हस् हुन्छ हस् ल त हस् हिँडेको। अब चाहिँ म अगाडितिर बढेँ। अब यही हो यतातिरको बाटो चाहिँ यो रोड जाने अगाडितिर यहाँ के अरे यो कतातिर अरे यो रोड जाने कता देवढुङ्गा यो माथि चाहिँ देवढुङ्गा लाग्नु लागेको यो माथिसम्म मात्र छ। ए यो चाहिँ देवढुङ्गा जानको लागि यो बाटो चाहिँ यो मतलब यो रोड चाहिँ देवढुङ्गा जानको लागि बनाएको रहेछ। तर यो माथि गएर चाहिँ टुङ्गिएछ। लास्ट भिडियोमा हजुरले हेर्नुभयो होला। अनि त्यसपछि चाहिँ भएन। अब उहाँहरूले चाहिँ उता चौरे गाईहरू जङ्गलतिर चराउन लगिसक्नुभयो। अनि म नि आफ्नो बाटो लागिसकेँ। यस्तो कुराकानी गर्दै 9:36 भइसक्यो रहेछ होइन। अब यही हो हल्का कुराकानी नि गर्नै पर्यो होइन। अब भेटेको यो ठाउँको नाम चाहिँ अब हल्का अप्ठ्यारो नै रहेछ मेरो दिमागबाट चाहिँ अहिले हट्यो होइन। एन्ड मैले क्याम्पिङ उतानिर गरेको थिएँ होइन उतानिर। अनि यो चाहिँ गोठ छ। पानीको चाहिँ यता हल्का असुविधा। पानी चाहिँ टाढै जानुपर्ने पानी नजिक छैन। म बसेको ठाउँबाट करिबन म 2 किलोमिटर जति आइसकेँ 2 या 3 किलोमिटर आई थिङ्क है। एन्ड यता चाहिँ पुरै यो जङ्गलमा पुरै जङ्गल नै गुराँसको रहेछ। एन्ड गुराँस अनि यो ठुलो रुख जो देखिराख्नु भएको छ यो आई थिङ्क चिड धुपीसल्लो भन्न सक्नुहुन्छ होइन। यसको एक्ज्याक्टली नाम मलाई थाहा छैन होइन। एन्ड यतातिरको बाटो चाहिँ यस्तो हो। यो रोड चाहिँ बनाएको रहेछ पहिला त्यो अङ्कलले भने जस्तै होइन गोठाल अङ्कलले भने जस्तै त्यो देवढुङ्गा जानको लागि। तर त्यसभन्दा पछि चाहिँ त्यो बिचमा चाहिँ कता बजेट सकिएछ अरे के त्यसपछि चाहिँ यो यस्तो छ यसको हालत। एन्ड यही हो यतातिर त परा जस्तो यो गुराँसहरू हेर्न सक्नुहुन्छ सबै गुराँसहरू फुलेको छ। यो हल्का मतलब तलतिरका ठुला गुराँसका फुलहरू हुन्छन्। यो कुनै अर्को टाइपको गुराँस होला। धेरै टाइपका गुराँसहरू हुन्छन् होइन। एन्ड यसको फुल चाहिँ सानो तर एकदम राम्रो। यो चाहिँ लाली गुराँस भन्न मिल्छ। यसलाई चाहिँ एकदम सानो भयो नि एकदम राम्रो। म्यापमा चाहिँ होइन ऊ त्यहाँनिरको पोखरी देखाइरहेको थियो। यो होला यो यहाँनिरको पोखरी देखाइरहेको थियो होइन। यहाँनिर पोखरी रहने रहेछ खाली पोखरी मतलब पानी रहने रहेछ पोखरी चाहिँ छ फेरि केही छैन। हिजो म यहाँ आएर यतातिर क्याम्पिङ गरेको भए म फस्थेँ होला। ठिक छ। यो बुलडोजर जङ्गलको बुलडोजर हो। यसलाई भन्ने गर्छ सुँगुर नै बँदेल भन्ने गर्छ। यतातिर नि चर चाहिँ भव्य रहेछ एकदम ठुलो। यतातिरबाट लिएर यता पुरै चर नै चर। एकछिन चाहिँ यता
विश्राम गर्नु पर्यो अनि त्यसपछि अगाडितिर बढ्नु पर्ला। यहाँनिर बसेर नि हल्का नास्ता गर्नु पर्यो होइन। यो चाहिँ यता नास्तामा चाहिँ यो दुध चाहिँ अघि नै पछाडि गोठालो अङ्कलले दिएको होइन। अनि यो चाहिँ गुम्बामा चाहिँ मलाई होइन बिगु गुम्बामा चाहिँ नर्सले दिएको हो एन्ड स्वादिष्ट रहेछ। त्यही हो नास्ता गर्नु पर्यो। नास्ता गरिसकेपछि यहाँबाट अगाडितिर लाग्ने। त्यही हो। यहाँ चाहिँ हावा लास्टै चिसो लागिरहेको चिसो हावा छ। भाइ यो चाहिँ चौरी गाईको दुध होइन। टेस्टी रहेछ। पछाडिको गुराँसको फुल मतलब बुट्टा हरेक हाँगामा फुलिएको छ क्या। अनि यति ब्युटिफुल फुलहरू छन् के भन्ने। टोटली पुरै जस्ट लाइक अ वाव। घनघोर जङ्गलमा फेरि हराए जस्तो छ म। तर यो गुराँसका फुलहरूमा चाहिँ वनमौरीको साउन्ड एकदम मजाको रमाइलो लागिरहेछ मलाई। ओके अब बाटो हराए पनि बाटो खोज्दै हिँड्नुपर्ने अवस्था। ल बल्ल चाहिँ बाटो भेटियो। अब यही बाटो अगाडितिर म चाहिँ हल्का इधर उधर चले गया था। म फेरि बाटो भुलेँ। बाटो भुलेको भन्दा पनि कस्तो भयो भन्दाखेरि यहाँ चाहिँ यहीँ बाटो देखाइरहेछ बाटो, तर यता बाटो नै छैन। त्यही भएर चाहिँ यो यसमा चाहिँ त्यही देखाइरहेछ, तर म सही हिँड्दा छु यो ट्रेकिङ बाटोमा चाहिँ, तर यताबाट बाटो नै छैन। त्यसैले चाहिँ पुरै जङ्गल छ, बाटो बिराएको अवस्था। अब हेरौँ यो अगाडि चाहिँ खर्क छ, त्यो खर्कसम्म निस्किने कोसिस गर्छु एन्ड देन त्यहाँबाट उता चाहिँ बाटो पता लाग्ला मलाई जहाँसम्म लाग्छ। त्यहाँ कोही त होला मान्छेहरू, मलाई जहाँसम्म लाग्छ त्यहाँ मान्छेहरू छन् जस्तो लागिरहेको थियो। त्यसैले चाहिँ हेरौँ। अब अरू केही उपाय छैन, त्यही हेर्ने उपाय हो गएर। यो हल्का बाटो देखिए जस्तो भइरहेछ, यही बाटो जाने। तर मेरो ब्याग चाहिँ फेरि छिर्दैन यस्तोमा है, गाह्रो हुन्छ। ओके फेरि म कहाँ आएँ। यहाँबाट गएर चाहिँ उतापट्टि भिरतिर चाहिँ हेर्नु पऱ्यो, त्यतातिर केही छ या छैन। अब चाहिँ मलाई बाटो भेटियो जस्तो छ है, किनकि एक त यो मान्छे हिँडेको बाटो पनि देखेँ, अनि यो पानीको पाइप पनि। भनेपछि अब मैले बाटो पत्ता लगाइसकेँ। हल्का टाइम लाग्यो, मतलब 20 देखि 25 मिनटसम्म चाहिँ हराएँ म जङ्गलमा। यहाँनिर पानी रहेछ। आफ्टर लङ टाइम मैले चाहिँ एउटा बोर्ड देखेँ, त्यो बोर्डमा चाहिँ अब के लेखेको छ हेरौँ। सृजनाशील सामुदायिक भने यो वन रहेछ, क्षेत्रफल ओके 12 विषय नगरपालिका। यो चाहिँ 12 विषय नगरपालिकामा रहेछ। सामुदायिक वनभित्र अनुमति बिना प्रवेश निषेध गरिएको छ र अनुमति बिना। म चाहिँ अनुमति बिना नै आएको, मतलब पास छ गौरीशङ्कर कन्जर्भेसनको, यो सामुदायिकको छैन मसँग, बिना पर्मिसन नै हो।
पहिरोले चाहिँ बाटो सबै लिएर गएको रहेछ। हल्का हल्का बाटो छ यहाँबाट, मान्छेहरू हिँडेका छन्। यस्तो होइन कि चिन्नेको छैन, चिन्ने छ, तर यता चाहिँ पहिरो गएको रहेछ भयङ्कर। म आएको चाहिँ हिजो चाहिँ थिएँ ऊ त्यो पारेको उतापट्टिको उसमा होइन, पिकमा। त्यहाँबाट हुँदाहुँदै यता आएँ होइन, अनि त्यहाँबाट हुँदै यहाँ। अब यहाँबाट अगाडितिर त्यहाँबाट यहाँसम्म 2 दिन लाग्यो भनौँ न। अनि यहाँबाट चाहिँ कताबाट छ बाटो थाहा छैन, तर पत्ता लगाउँदै जानुपर्ने हो। लेडिज एन्ड जेन्टलमेन, 4 चाहिँ बजिसक्यो होइन। चार बजिसक्यो। अब चाहिँ म यहाँनिर नेटवर्क नि छ एन्ड पानी नि यता छ अरे, अनि यता गोठालो को गोठनी रहेछ होइन। यसैले यतै कतै क्याम्पिङ गर्छु म आज चाहिँ। हौ बाख्राले बाख्राहरू आज चाहिँ म यतै क्याम्पिङ गर्नु पर्यो, थाकियो। त यस्तो हुन्छ जब ओह्रालो आइन्छ नि, भारी बोकेर ओह्रालोमा चाहिँ खुट्टाको चाहिँ लास्टै वाट लाग्छ, मतलब खुट्टा साह्रै दुख्छ। त्यही भएर चाहिँ त्यही हो। अब यतै यहीँनिर कतै क्याम्पिङ गर्नु पर्यो। एन्ड पानी कताउता छ अरे, पानी ल्याएर आउनु पर्ला। त्यही हो, अरू अब के भन्ने है। ल क्याम्प चाहिँ रेडी भइसक्यो मेरो होइन, लागेर यहाँनिर। एन्ड अब चाहिँ पानी लिएर आउँछु। उता गोठालो अङ्कलले चाहिँ भन्नुभएको छ कता यतातिरबाट पानी चाहिँ छ, एक सानो तलाउ छ भनेर। हेरौँ त्यहाँबाट ल्याएर आऊँ पानी। टेन्ट चाहिँ एकदमै टपमा भयो। हावाले नउडाइदियोस् बस, उडायो भने त फेरि गयो सिधै 12 नगरपालिका। हामीहरू चाहिँ पानी लिन आएको। यी पानी चाहिँ यस्तो खाल मात्र पर्या रहेछ। यता चाहिँ उहाँले सेफ्टीको साथमा पानीमा केही अरू उ नगराउनु भनेर सेफ्टी राख्नु भएको रहेछ। त यो यहाँनिर मात्र पानी कसरी एकट्ठा भएको छ, एकै ठाउँमा कसरी भएको छ? खोइ यहाँ पानी उम्रिँदैन यहाँतिर त, अनि बर्खा मात्रै। मूलको पानी हो नि त, मूलकै पानी हो यो? मूलकै हो नि त। अब यहाँ त्यस्तो यही राम्रोपर्छ कजिङ्गर पर्छ भनेर। यो कहिले सुक्दैन नि पानी त? सुक्दैन पानी त अलिक फोहोर खन्नुपर्ने, यस्तो कजिङ्गर पस्ने। यस्तो हुन्छ पहाडतिर, हिमालतिर गोठालाहरूलाई दुःख भनेको पानीको। बर्खामा चाहिँ पानी भएको भए हुन्छ होइन, पानी जता सुकै हुन्छ। अहिले चाहिँ अब यो जेठ वैशाखतिर चाहिँ पानीको हल्का दुःखै हुन्छ, पानीको दुःखै हुन्छ। हल्का नै, धेरै नै भनौँ न। हामीहरू कति टाढाबाट आयौँ, उताबाट हिँडेर यहाँसम्म। उतापट्टि त खोलै नै छ। भोलि म भोलि जान्छ तल मान्द्रेतिर भइहाल्यो, उतातिर चाकुतिर जाँदाखेरि चाहिँ छ। अब चाहिँ पानी भर्ने हामीहरू। यो के देवी देवताको ऊ बना जस्तो छ त। आइया यो त फेरि एकदम टप डाँडो हो नि त होइन? अनि यो डाँडोमा नि कताबाट यहाँ मूल फुटेछ। दैविक शक्ति नै भन्नुपर्छ होइन? पानी हुन त यो उतापट्टि पुरै तल चोटी छ होइन, अनि यतातिर चाहिँ यस्तो छ, अनि यहाँनिर कहाँदेखि पानी आयो यसरी अचम्मको। केही त छ शक्ति।
अब माथितिर उँभोतिर कहिले लाग्नुहुन्छ? अब जेठ लगाएपछि जेठपछि फेरि बर्खामा अझै उँभो जानुहुन्छ कि फेरि त्यहाँसम्म त त्यहीँसम्म मात्र हो? पहिला चौरी थियो है। बरु त्यहाँ राम्रो रहेछ ठाउँ त। त्यही यो हल्का बर्खामा चाहिँ झन् गिलो हुन्छ होला पुरै, होइन? यतातिर त्यही पानीको चाहिँ दुःख हो होइन, अरू चाहिँ ठाउँ चाहिँ ठिक हो, एकदम राम्रो रमाइलो होइन, चारैतिर गुराँस फुलेको हो नि त। त्यो अहिले हामीहरू गयौँ लगभग कति थियो यहाँबाट चाहिँ 1-1.5 किलोमिटर होला होइन। त्यहाँ यस्तै हो, माथितिर मतलब म देखाउँछु, भिड छ क्या उतापट्टि त पुरै भिडै भिड हो। त्यहाँ चाहिँ पानीको मुहान छ। अब सोच्नु प्रकृतिको जादु म्याजिक। ओके, पानी चाहिँ ल्याइयो 5 लिटर। अब यस्तो छ कि हामीहरू गएको चाहिँ यसको माथितिर हो। अब यता यस्तो छ नि, यस्तो यो तलतिर, अनि त्यहाँ चाहिँ पानीको मुहान छ। यस्तो प्रकृतिको म्याजिक। चराहरू यता माथि गएको के ऊ त्यो माथि होइन, यो त्यो माथि यता कता देखिरहेको नि हो, ऊ त्यो माथि गएको होइन, त्यहाँनिर चाहिँ मुहान छ क्या। अब यतापट्टि यो पुरै भिड छ, यतापट्टि नि यस्तो छ, माथि चाहिँ मुहान यस्तो। अब चाहिँ मेरो क्याम्प यहाँनिर। लेडिज एन्ड जेन्टलमेन, आज चाहिँ के हो त? खानी के हो? बाख्राहरू कराइरहेछन् मस्त। यिनीहरू भिडै गइरहेछन् खस्यो भने। र यो आज दिउँसो चाहिँ मैले चना खान पाइनँ मतलब दुध थियो, दुधसँग चाहिँ गुम्बाबाट दिएको नमकिन खाएँ, त्यसबाट चाहिँ यो खाइनँ, अघि खाइरहेको छु। अनि यही हो, एन्ड अब के हो पकाउने हो कस्तो के हो त्यही हो होइन। लेडिज एन्ड जेन्टलमेन, यो भिडियोमा यति नै। आज आएँ म मार्मिङ। अब त्योभन्दा उताको म तल लेखिदिन्छु, मलाई थाहा छैन होइन। एन्ड यो ठाउँको नि नाम मलाई थाहा छैन। एन्ड त्यही हो, हिजोको जङ्गलबाट अहिलेको जङ्गलमा आएँ, मतलब हिजोको खर्कबाट अहिलेको खर्कमा आएँ, त्यही हो। भेटौँला अर्को भिडियोमा, तबसम्मको लागि बाइ। अहिले चाहिँ रातिको 9 बजेको छ। कोही त यहाँ बाटोबाट गएर माथितिर होइन गीत गाएर गइरहेछ। हल्का मतलब स्केरी।